एउटा सामान्य फोन कल जसले रातारात कसैको पुरै जिन्दगी, सपना र ब्याङ्क ब्यालेन्स सबै तहस-नहस पार्न सक्छ। सुन्दा पत्यार नलाग्ला, तर यो भइरहेको छ। यो कुनै सामान्य ठगी होइन, यो एउटा यस्तो खतरनाक फाइनान्शियल ट्र्याप हो जसले विशेष गरी हाम्रै नेपाली युवाहरूलाई टार्गेट गरिरहेको छ। एकदमै सुनियोजित, मनोवैज्ञानिक र आफ्नै नजिकका मानिसहरूबाटै सुरु हुने यो पासो आखिर कसरी बुनिन्छ त? आजको यो चर्चामा हामी यो स्क्यामको भित्री तहसम्म पुगेर यसको पर्दाफास गर्दैछौँ। कल्पना गर्नुहोस् त, महिनौदेखि जागिर नपाएर फ्रस्ट्रेसनको पसिना पुस्दै हुनुहुन्छ, अचानक सबैभन्दा मिल्ने साथीको फोन आउँछ। हेलो ब्रो, सिभिल इन्जिनियरिङको पक्का जब छ यार, इन्टरभ्यू पनि पर्दैन, बस भोलि यो सेमिनारमा आइज। अहो, सुन्दा लाग्छ जीवनका सारा स्ट्रगलका दिन सकिए। तर यहाँ एउटा एकदमै डरलाग्दो रियालिटी लुकिएको छ। यो कुनै जब अफर होइन, यो त एउटा चक्रव्यूहको पहिलो ढोका मात्र हो। आखिर यस्ता स्क्यामरहरूको प्राइम टार्गेट को हुन् त? हो, विद्यार्थी, भर्खरै कलेज सकेर बेरोजगार बसेका युवाहरू र वैदेशिक रोजगारीको खोजीमा भौँतारिरहेका मानिसहरू। हेर्नुस्, जो मान्छे अवसरको लागि डेस्परेट हुन्छ नि, उसले धेरै प्रश्न गर्दैन। देशमै केही गर्छु भन्ने हुटहुटी होस् वा विदेश गएर परिवारको भविष्य सुधार्ने सपना, हाम्रा निर्दोष युवाहरूको त्यही कमजोरी र फ्रस्ट्रेसनलाई यी गिरोहहरूले आफ्नो सबैभन्दा ठूलो हतियार बनाउँछन्। अब लागौँ यो भ्रमको सुरुवात कसरी हुन्छ भन्नेतर्फ। ती सेमिनार र झुटा सपनाहरू। यो पुरै खेल्ने ठ्याक्कै 4वटा स्टेपमा अगाडि बढ्छ। स्टेप 1, ट्रस्टेड इन्भिटेसन। आफ्नै मान्छेले बोलाउँछन् जहाँ शङ्का गर्ने कुरै भएन। स्टेप 2, एउटा भव्य एकदमै फ्ल्याशी सेमिनार। स्टेप 3, जब वा बिजनेसको नाममा सुरुमै ठूलो रकम एडभान्स माग्ने। अनि आउँछ लास्ट स्टेप, जहाँ असली खेल सुरु हुन्छ। आफूले तिरेको पैसा उठाउनका लागि अरू नयाँ मान्छेहरू खोज्नुपर्ने चर्को प्रेसर। एउटा निर्दोष व्यक्ति रातारात बाध्यताले एजेन्ट बन्न पुग्छ। त्यो सेमिनारको बन्द कोठाभित्रको माहौल कस्तो हुन्छ होला? त्यहाँ वास्तविक कामको कुरै हुँदैन। चर्को म्युजिक बजिरहेको हुन्छ, सुटबुट लगाएका मान्छेहरू हुन्छन्, अनि लाउड मोटिभेसनल स्पिच। लग्जरी कारका कुरा, विदेश भ्रमण र म रातारात करोडपति भएँ भन्ने झुटा सक्सेस स्टोरीहरू सुनाइन्छ। यो यति सम्मोहन गर्ने खालको साइकोलोजिकल ब्रेन वास हो नि, जसले मान्छेको लजिकल थिङ्किङ नै बन्द गरिदिन्छ र एउटा नक्कली लाइफस्टाइलको सपना देख्न बाध्य बनाउँछ। बाहिरबाट हेर्दा त सबै कुरा एकदमै आकर्षक र एकदमै प्रोफेसनल देखिन्छ, तर जब त्यो मोटिभेसनको नशा अलिकति उत्रिन्छ, तब एउटा गम्भीर प्रश्न उब्जिन्छ। यी बन्द ढोकाभित्र, पर्दा पछाडि वास्तवमा के भइरहेको छ? त्यो पैसा आखिर कहाँबाट आइरहेको छ त? अब बुझौँ यो नेटवर्किङ अर्थात् एमएलएम व्यापारको वास्तविक मेकानिक्स। यसको भित्री रहस्य बुझ्न एउटा बिजनेस मोडललाई चिन्नै पर्छ, मल्टी लेभल मार्केटिङ वा सर्टकटमा एमएलएम। सामान्य व्यापारमा के हुन्छ? सामान बेचिन्छ, नाफा कमाइन्छ। तर यो मोडलमा यहाँ इन्कमको मेन सोर्स सामान बेच्नु हुँदै होइन, अरू नयाँ मान्छेहरूलाई सिस्टममा जोड्नु हो। र नेपाल जस्ता देशहरूमा नि धेरैजसो यस्ता मोडलहरू अवैध पिरामिड स्किमको रूपमा सजिलै परिणत भइरहेका छन्। यहाँ दाबी र यथार्थबीच आकाश जमिनको फरक छ। एकातिर दाबी हुन्छ, हाम्रो प्रडक्ट बेच्नुस् र लग्जरी लाइफ जिउनुस्, तर रियालिटी बिल्कुलै उल्टो हुन्छ। यो एउटा पिरामिड संरचना हो। जो सबैभन्दा माथि टुप्पोमा बसेका छन् उनीहरूले मात्र पैसा कमाउँछन्, तर त्यो पिरामिडको पिण्डमा रहने बहुसङ्ख्यक मानिसहरूले कहिल्यै नयाँ मेम्बर थप्न सक्दैनन् र आफ्नो सम्पूर्ण इन्भेस्टमेन्ट गुमाउँछन्। यो एकदम सिम्पल म्याथ हो। त्यसो भए यस्ता खतराका सङ्केतहरू अर्थात् रेड फ्ल्याग्सलाई कसरी चिन्ने त? यस्ता ठगीलाई बेलैमा पहिचान गर्ने केही एकदमै स्पष्ट रेड फ्ल्याग्स छन्। पहिलो, फेक जब टाइटल। उनीहरू कहिल्यै सदस्य बनाउने काम भन्दैनन्, उनीहरू भन्छन् सिभिल इन्जिनियरिङ वा अफिस जब। दोस्रो, आजै पैसा बुझाउनुपर्छ भन्ने चर्को प्रेसर। तेस्रो, कुनै मेहनत बिना नै लाखौँ कमाउने हावादारी सपना। अनि सबैभन्दा खतरनाक, आफ्नै मिल्ने साथी वा आफन्तबाट हुने इमोसनल ब्ल्याकमेल। के त मलाई यति पनि विश्वास गर्दैनस् भन्ने खालका कुरा। यस्तो सुनियो भने सम्झनुस् दालमा केही कालो छ। अनि जब यो भ्रमको पर्दा च्यातिन्छ नि, रियालिटी एकदमै हार्ट ब्रेकिङ हुन्छ। हजारौँ लाखौँ रुपियाँ फसेपछि मात्र धेरैलाई म त स्क्याममा परेँ भन्ने थाहा हुन्छ। यसले आर्थिक घाटा मात्र गराउँदैन, मान्छेलाई गहिरो मेन्टल स्ट्रेसमा धकेलिदिन्छ। पैसा उठाउने प्रेसरमा परेर आफ्नै मिल्ने साथी वा आफन्तलाई फसाइएको हुन्छ, जसले गर्दा वर्षौँदेखिको ट्रस्ट र पारिवारिक सम्बन्ध सधैँका लागि सकिन्छ। अब यसको एउटा महत्त्वपूर्ण लिगल पाटो पनि हेरौँ।
नेपाल सरकारले यस्ता पिरामिडमा आधारित एमएलएमलाई पूर्ण रूपमा इल्लिगल घोषणा गरिसकेको छ। तर यी गिरोहहरू एकदमै चलाक छन्। धेरैजसो स्क्यामहरू सिमाना पारी भारत वा दुबई जस्ता देशहरूबाट लुकीछिपी अपरेट भइरहेका छन्। क्रस बोर्डर अपरेसन भएकोले मास्टरमाइन्डहरूलाई पक्रन एकदमै गाह्रो हुने गर्छ। सोच्नुहोस् त, एकातिर बेरोजगारी छ, अर्कोतिर आफ्नै साथीभाइको विश्वास र त्यसमाथि विदेशबाट चलिरहेको यस्तो सुसङ्गठित नेटवर्क। यस्तो गाह्रो अवस्थामा आफ्नो भविष्य खोजिरहेका युवाहरूले आफूलाई यो ट्र्यापबाट कसरी सुरक्षित राख्ने त? आउनुहोस्, ठगीबाट सुरक्षित रहने केही एकदमै प्र्याक्टिकल उपायहरूबारे कुरा गरौँ। सुरक्षित रहन यी कुराहरू सधैँ याद राख्न जरुरी छ। पहिलो, कुनै पनि जेन्युन कम्पनीले काम दिनुअघि अग्रिम पैसा माग्दैन, पैसा माग्ने बित्तिकै त्यो ठाउँ छोड्नु उत्तम हुन्छ। दोस्रो, कम्पनीको ब्याकग्राउन्ड राम्रोसँग रिसर्च गर्ने। तेस्रो, रातारात धनी हुने कुनै पनि फेक स्किमलाई सिधै नो भन्ने। र अन्तिम, यदि इन्कम मान्छे जोडेर मात्र हुन्छ भनिन्छ भने त्यो 100% पिरामिड स्क्याम हो भनेर बुझ्नुपर्छ। समग्रमा भन्नुपर्दा, जबसम्म सजिलै पैसा कमाउने लोभ र बेरोजगारी हाम्रो समाजमा रहन्छ, यस्ता स्क्यामरहरूले नयाँ नयाँ रूप धारण गरेर जाल बिछ्याइरहनेछन्। कानुनले मात्र हरेकलाई बचाउन सक्दैन। यो साइकोलोजिकल ट्र्याप विरुद्धको सबैभन्दा ठूलो हतियार भनेकै अवेरनेस अर्थात् सचेतना हो। एउटा सामान्य प्रश्न सोध्ने बानी र शङ्कास्पद अफरलाई नो भन्न सक्ने आँटले मात्र हाम्रो अमूल्य सम्बन्ध र पसिनाको कमाई जोगाउन सक्छ। के समाजलाई यस्तो भ्रमबाट जोगाउन हामी सबै पर्याप्त रूपमा सतर्क छौँ त? यो पक्कै पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो।